Hello and namaste. Welcome to the day one of trekking to पाँच पोखरी. आज चाहिँ अहिले हामी छिम्टीमा छौँ. छिम्टीबाट हामी पाँच पोखरीतिर हेर्दै छौँ. केटाहरू कतिवटा लट्ठी छ हामीसँग? एउटा दुईटा तीनटा लट्ठी, 6 जना मान्छे 3टा लट्ठी. 2 जना छेउ पुगिसके. हामी 4 जना यतापट्टि बिस्तारै हिँड्दैछौँ. गाडीमा चाहिँ नसकिने रहेछ हिँड्नलाई. गाडीमा चाहिँ नसकिने रहेछ हिँड्नलाई. बानी पुरै हटिसक्यो यार गाडीमा जाने. यो 3 दिन गएको भए पो बानी हट्यो. यो मान्छे र म एउटै सिटा बसे. जस्तो मान्छे त्यस्तै पार्टनर बनाएर बसिएछ सिटमा पनि. एउटै पाराले गाह्रो हो. एउटै पाराले एउटै सिटा बस्यो, एउटै पाराले गाह्रो हो. तैँले निकालिदिनुहोस् है. म आउँदैन नि, अहिलेसम्म आएको पनि छैन. गाह्रो मात्रै हो नि. मैले गाह्रो मात्रै हो नि. मलाई खास शङ्का लाग्यो कि मैले अन्डा खाएको थिएँ नि त. तातमानी खाएको थिएँ. त्यही चाहिँ बाहिर निस्केला कि भन्ने मात्र मलाई यो होला कि मात्र भनेर. ल केटाहरूको यहाँ डान्स सुरु भइसक्यो अब. ल अगाडिबाट खिच्नु. मास्क लगा न. मास्क पुरै खाली छ एकजना मात्रै. ब्याकग्राउन्ड म्युजिक हुने गरी बजाएर ब्याकग्राउन्ड म्युजिक हुने गर्दा हामी चाहिँ अब छिम्टीमा खानासाना खाएर निस्क्यौँ. अनि अब यहाँबाट हाम्रो टार्गेट भनेर चाहिँ के ठाउँको नाम रे मनोज थियो? के ठाउँको नाम रे अब हामी जाने? छिम्टी त यो भइहाल्यो नि. टुक्की डाँडाभन्दा पछाडि तङ्गु खर्क. हाम्रो टार्गेट चाहिँ तङ्गु खर्कको लागि छ. यहाँबाट अब कति 5.7 किलोमिटर जति छ. झन्डै 6 किलोमिटर जति छ. 6 किलोमिटर जतिको ट्रेकपछि हामी तङ्गु खर्कमा गएर बस्छौँ. कति बज्यो अहिले साँच्ची? कति 1:15 भयो भने चाहिँ अब कति टाइम लाग्दो रहेछ हेरौँ है त त्यहाँसम्म पुग्नलाई. ल यस्तो पाहाडको बाटो आइसकेपछि चाहिँ यस्तो झरना चाहिँ मजाले हेर्न पाइन्छ. यहाँ अब क्यामेरामा खासै राम्रोसँग देखिया छैन, तर अब यसरी जाने हो भने चाहिँ रेलमा चाहिँ दामी देखिन्छ. पानी एकदम ठुलै बगेर आएको रहेछ त्यहाँनिरबाट झरनाबाट. 5 पोखरी चाहिँ झन्डै कति मिटर रे? 4100 मिटर जति माथि छ. त्यहाँ जाने भने अब कतिजनालाई त लेक लाग्छ, कतिजनालाई नलाग्न सक्छ. कतिजनाले लेक लाग्छ, कसैले रिभर लाग्ला, कसैले पन्ड लाग्ला हैन. लेक लाग्ने हो भने चाहिँ के तयारी गर्नुपर्छ ल भन्दै एकचोटि. लेक लाग्ने हो भने चाहिँ हामीले लसुन खानु पर्यो. अथवा खाए नि भयो हैन, काटी खाए नि भयो. त्यसले चाहिँ कम गर्छ. यस, गाल उक्लिनु भन्दा अड्ने खाने फेरि. जसको अहिले हामी छिम्टीमा छौँ. अहिले छिम्टीमै खायो भने नि भयो. त्यसले काम गर्यो. अनि माथि पुगेर खाइरहनु परेन फेरि. माथि पुगेर त खाएर कामै भएन. अहिले खाएर नि गइहाल्यो. अन्त के प्रोटिन बारको नि के छ त्यो नि भन्दै थियो एकचोटि. बाटो अब ट्रेकिङ आउँदा चाहिँ अब खानेकुरामा अब सजिलो होइन. प्रोटिन बार, चक्लेट नि खाएर हुन्छ. हामीले चाहिँ रेडुल पनि ल्याएको छ त्यो सँगसँगै. त्यो अब मिल्छ भने त अन्डा ल्यायो नि भयो. अन्डा, आलु होइन, चना पनि ल्याएको छ हामीले. अनि ह्यान्डिप्लास्टहरू पनि ल्याउँछ, नबिर्सिनु होला. अब मनसुन सिजनमा आएको भए त चाहियो नै ह्यान्डिप्लास्ट चाहिँ. जुवा धेरै आउँछ अरे. अब ह्यान्डिप्लास्ट के अरे मनसुन सिजनमा होइन भने चाहिँ पानी नपर्ने टाइममा हो भने चाहिँ ह्यान्डिप्लास्ट नचाहिने हुनसक्छ. तर बोकेर गएको राम्रो है त. यो गाउँले हिँडेको सायद 2 किलोमिटर नै भएन होला. स्यासर फ्याफा भइसक्यो उकालोमा. 2 जना चाहिँ फटाफट हिँडिरहेको छ केटाहरू.
गाह्रो त्यो रेगुलर नहिँड्ने मान्छेलाई चाहिँ बल गाह्रो हुँदो रहेछ 2 किलोमिटर हिँडेको छैन स्यासा र फ्यापा होइन त बल गाह्रो कहिले नएटा मान्छे त नआए पनि ऊ त्यहाँ हिँड्न सक्ने मान्छेमा नाच्दैछ जिस्काउँदै नाच्दैछ हिँड्न नसक्ने मान्छे बसिरहेछ हिँड्न सक्ने मान्छे नाचिरहेको कस्तो लागिरहेछ यो 2 किलोमिटरको हिँडाइ लाग्दछ मलाई जनो तकमा यसरी हिँडिरहेको छ एकदम गाह्रो महसुस भइरहेछ जब 5 बजी पुगिन्छ तब निस्किन्छ सबै एनर्जी जुन हाम्रो भित्रको गाह्रो मान्छेलाई पानी खाइरहेछ पहिला सोध्नु कस्तो लागिरहेछ 2 किलोमिटर हिँडाइ हिँडाए जस्तै लागिरहेछ यहाँ हुनुहुन्छ हाम्रो एकजना कस्तो लागिरहेछ अहिलेको 2 किलोमिटर हिँडाइ म कहाँ छु कुन त्यो हस्पिटल कि कुन मारे थियो अक्षय कुमार बेहोस भएर आउने अनि त्यसपछि कहाँ बेन देवदनाजन हो त्यो यो मान्छेलाई त्यस्तै भएर यो मान्छेलाई मैं कहाँ हुँ भन्ने खालको भएर होइन त मेरा शक्तियों का गलत इस्तेमाल हो गया नहीं मोगोड़िया जी मेरे भगवान में तो रे ल बाटो चाहिँ यस्तो छ अहिलेसम्म छिम्टीबाट हिँडेर पुल कटेपछि बाटो लगभग पुरै नै यस्तो छ अहिलेसम्म भर्याङ उकालो के गोसाकुण्डमा पनि यस्तै उकालो हो होइन होला हो हैट भनेपछि त अनि गोसाकुण्ड त यो भन्दा हाइटमा छ होइन नि नेपाल सरकार बाटो बनाऊ पहिला बाटो नबनाए कसरी हिँडिस् त होइन हरेक 200 मिटरमा बस्या भएर अब 10 मिनट हिँड्ने 5 मिनट आराम गर्ने भनेर हिँडेको 2-3 मिनटमै केटाहरू फेरि थाकिसके हिँड्न नसक्ने स्थिति भइसक्यो फेरि जाउँ केटा हो जाउँ ओह्रालो बाटो आउँदैन के हो ओह्रालो बाटो टुप्पी डाँडा पुगिसक्यो आउँछ होला सायद नत्र यो पुरै डाँडो त्यहीँबाट ठाउँ ठ्याक्कै देखिन्छ कस्तो नजिक देखिन्छ ठाउँ हेर हिँडेकै छ जस्तो फिल हुन्छ हो जाउँ ठिक छ बाटो ठिक छ के ठाउँको नाम के थियो यार फेरि मैले बिर्सेँ कर्कु घ्याङ ताङ्गु खर्क गएर बस्ने भनेको खासै हिँड्न सकिएला जस्तो छैन यहाँ त डिफ्रेन्स फेरि धेरै रहेछ जम्मा 900 मिटरको मात्र रहेछ त्यो ताङ्गु खर्क र टुप्पी डाँडाको तर उकालोले गर्दाखेरि चाहिँ 1 किलोमिटर हिँड्न नि 10-12 मिनट जस्तो लाग्ने रहेछ अति गाह्रो यहाँसम्म बाइक आउँदो रहेछ आउँदो रहेछ है यो ठाउँसम्म छिम्टीबाट झन्डै 2.5 किलोमिटर जति होला सायद यो एरिया 2.5-3 किलोमिटर जति होला यहाँसम्म चाहिँ बाइक आउँदो रहेछ यही बाटो यो के यस्तो ठाडो ओह्रालो ल्याएको नि रे बो बाइक ल्याउन नि मेहनतै गर्नुपर्ने रहेछ त हिँडे जस्तै यस्तो ठाडो उकालो छ हेर्न ल भ्यू चाहिँ बवाल हुन्छ यो डाँडैको भ्यूहरू चाहिँ मजा आउने हो क्या बवाल मजा आउँछ डाँडै बिचमा सेतो बादल माथिपट्टि निलो आकाश छुट्टै मजा आउँछ यस्तो हेर्नलाई फेरि हामी एरिया चाहिँ कति भयो पाउने 2 घन्टा 1:15 बजी हिँड्यो 2 बज्यो भर्खर 2.5 किलोमिटर पाउने 2 घन्टामा
2.5 किलोमिटर हिँड्यो अब अझै टुप्पी डाँडा पुग्नलाई अझै अर्को 1.5-2 घन्टा लाग्छ होला सायद अझ खत्री उकालो छ भन्थे केटाहरूले होइन खत्री उकालो छ भने अब वाइड गाह्रो हुन्छ 4 दिनको प्लान बनाएर हिँडेको अब यहाँ त 8 दिन लाग्ला अर्को डबल लाग्ला अर्को 4 दिन थप्नु पर्ला जस्तो भन्ने भइसक्यो केटाहरू कसरी क्युआर हाल्दैन स्ट्याटस हाल्दैन फेसबुकमा केटाहरू थकित मुद्रामा छन् अहिले पूर्ण रूपमा सबभन्दा थकित मुद्रामा यो पानी खाएर मान्छे दोस्रो थकित मुद्रामा यो मान्छे साथीहरूले पछाडिको दाइहरूलाई चाहिँ मोटिभेसन दिनु दाइ भन्दै थियो मैले के भने नि आज नपिए भने नि भोलि चाहिँ मजाले मिल्छ भने कि बिस्तारै जाने भने केटाहरूको तातो रगत छ उनीहरूको होइन अहिले 2 मिनट हो तातो रगत हो कति 42 कति रे हाइट 41 लेक लाग्ने चाहिँ के छ त्यतातिर लेक चाहिँ लाग्दैन है तपाईँले त्यहाँ जाँदाखेरि लेक लाग्ने कोही देख्नुभयो लौरो नभएर फर्किनु भयो अरे लौरी विनायकमा माथि चढ्न सकेन उकालो भएर ए हाम्रो नि लौरो ठिक पार्नु पर्ला सर यहाँनिर त्यही भने लौरो भन्यो भने त ए मेरो मोबाइल लौ न केही भएन 4 खुट्टा टेकेर हिँड्नुपर्छ अब उकालो बाटो यस्तो बाटोहरू छन् ल ट्रेकिङमा जाँदाखेरिको बाटोहरू उमेर 30 कटेसी चाहिँ नआउनु भन्न हामी जस्तो जेन्जी हुँदै आउनु है हामी जस्तो जेन्जी हुँदै आउनु अनि हिँड्न सकिन्छ 30-40 कटेपछि रमाउने ठाउँ होइन पर्सनल 20 कटेको त्यस्तो छन् 25 कटे यस्तो छ अनि हामी ए म त्यति साह्रो बुढो जाउँ कम अन यस उकालो भएर गाह्रो हुने क्या सम्म त एउटा डुडा होला त्यो पनि 10-15 मिटरभन्दा धेरै छैन बाइक सबै उकालो अब अहिले चाहिँ म खासै उकालो आएको छैन भन्छ फर्किनेहरू योभन्दा नि बल उकालो छ भन्दै थिएँ अब के हुन्छ आज चाहिँ टुप्पी डाँडातिरै बसिन्छ अब टुप्पी डाँडा भन्दा उता हिँड्न सकिएला जस्तो छैन होइन त केटा लाङटाङ नेसनल पार्क छिर्ने बाटो रहेछ यहाँनिर टिकट काट्नुपर्ने रहेछ अरू केटाहरू टिकट काट्दैछन् यहाँनिर म चाहिँ पानी भर्दैछु पानी सक्यो घरबाट ल्याएको थर्मसमा तातो पानी ल्याएको थिएँ बोतलमा चिसो पानी ल्याएको थिएँ दुइटै सक्यो भ्यू चाहिँ नेपालको जहाँ गए पनि खत्रै देखिने हुने जता गए नि बवाल भ्यू मनोज 32 ए होइन 31 मनोज गोसाई यो बोतल हालौ न गोसाई खोइ एक टिकट पर पर्सनमा आउने हो एउटा आउने हो ठिक एकदम ठिक पानी चाहिँ कता भर्ने खोइ भित्रबाट मेरो 32 लु हामी चाहिँ अब ए मुख धुनी पनि रहेछ त यार अब चिल बारेमा मुख धुनु पर्यो अहिले हिँड्दैछौँ हामी टुप्पी डाँडातर्फ
हामीलाई पनि छिम्टी कि छिम्की त्यहाँबाट छिम्टीबाट 1:15 निस्केको अहिले कति बज्यो घडी हेर्दा केटा 4 बज्यो 4 बजे छैन होला 4 बजिसक्यो 4 हावै हावा सब निस्केर टेन्सन भइसक्यो म के भन्छु अब आउने युवा पुस्तालाई भन्दाखेरि यसो गराओ हामी हिँडे चाहिँ ठ्याक्कै कति भयो भन्दाखेरि कति बज्यो अहिले बज्न चाहिँ ठ्याक्कै 3 घन्टा भएछ ल 4:15 सब बाटो यतिको बाटो भए पो है आनन्द आउँछ त आज हो आज नि के हो अहिले एकैछिनलाई होला नि यो बाटो त भोलि फेरि अहिले एकैछिनमा त्यहाँ त ठाडो उकालो आउने होला ल अहिलेको चाहिँ मौसम पनि चिल बारेको छ मनेस एकदम उता हेर्दा कतै ठाउँ पनि अलि डाँडाको टुप्पो टुप्पो जस्तोमा पुग्यो अब अलिकति यो माथि टुप्पोतिर उक्लिनु पर्छ होला त्यति उक्लेपछि टुप्पी डाँडामा पुगिन्छ अहिलेको यो सनसेट हुने बेला भएको छ पछाडि त्यो घामको लाइटले बवाल देखिया छ फेरि उकालो त्यस्तो छ ल ठाडो उकालो आएछ त बल फेरि ल मजाको उकालो छ त्यहाँ बल उकालो छ ल ल आराम गर ल केटा आराम गर एकैछिन नाच्दै नाच्दै ल फोटो खिच्यो केटा हामी चाहिँ अब एकैछिन आराम गर्ने बस्ने यहाँनिरको सनसेट हेर्ने अब लस केटा हो सनसेट हेर्ने आऊ है क्यामेरामा चाहिँ बवालै देखिने यस्तो सनसेट सनराइज भएको बेलामा दामी देखिन्छ ल ए सही आएर रहेछ ठ्याक्कै सनसेट हुने टाइम भएर रहेछ टाइम ल्याप्स त खिच्नु हुन्थ्यो अब रात पर्नु अगाडि नै फेरि होटल जानु छ अझै आधा घन्टा लाग्छ भनिरहेछ आधा घन्टामा त फेरि डुब्छ सूर्य राति त अब के हिँड्नु होइन त्यही भएर सनसेटको मजा चाहिँ खासै धेरै लिन पाइँदैन अब एकैछिनलाई मात्र हो अति दामी आएछ यार लु क्यामेराम्यानमा हामी छौँ होइन हाम्रो दाजु अनिल र म अनिस एकदम खुसीले गदगद घाम डुब्न लाग्यो त्यो डाँडैमा केटा हो हाम्रो गन्तव्यबाट जुन अब राति बास बस्नेवाला छौँ हाम्रो गन्तव्यबाट हामी अब मात्र 20 मिनटको दूरीमा छौँ अबको 20 मिनटको बिस्तारै त्यो त टुप्पी डाँडामा बस्ने 20 मिनट आमा अनि तेरो अझ आधा घन्टा हिँडेर त्यो 1 घन्टा के ठाउँ रे त्यसको नाम म जहिले नाम बिर्सिन्छु भने के खर्करे मनिस के खर्क रे के ठाउँ रे त्यो तङ्गु खर्क जहिले बिर्सिन्छ त्यसको त्यो ठाउँको नाम चाहिँ अब यहाँबाट टुप्पी डाँडा 20 मिनट जति टुप्पी डाँडाबाट तङ्गु खर्क अर्को आधी घन्टा लगभग 50 मिनट 1 घन्टा जति लाग्छ अझै हिँड्नलाई त्यसपछि हामी हाम्रो गन्तव्यमा त्यहाँ पुग्दा त राति पर्छ त्यसो भए हामी त्यो अगाडि नै बस्नुपर्छ त्यही त किनकि त 6 बजी जाँदा भइसक्छ अनि अगाडि भने कहाँ टुप्पी डाँडामा टुप्पी डाँडा सकेसम्म के क्रस गर्नु होइन सकेसम्म तङ्गु खर्कमै बसौँ भोलिलाई सजिलो हुन्छ नि त एटलिस्ट 1 किलोमिटर भयो नि पार गरिसक्छ कम हुन्छ नि भोलि 1 किलोमिटर हिँड्छ र भोलि 1 किलोमिटरको लागि चाहिँ आराम गर्नु खाना खाएर त्यो गर्न पाइयो नि त के छ फोटो खिचा हो अघि मेरो दामी आछ नि ल त्यो बित्यो के छ भाइ ठिक छ भाइ के छ भाइ ठिक छ भाइ ठिक छ नि होइन एकदमै ठिक छ एकदम बवाल भइरहेको छ नि होइन बवाल बसिरहेको छ मजा आइरहेछ नि टुप्पी डाँडा आइपुग्यो
गाह्रो हैट यो टुप्पी डाँडा उक्लिँदाखेरि चाहिँ अहिलेसम्मको सबैभन्दा ठाडो उकालो छ। रात पनि पर्यो, होटल बुक गरिसकेका छ र केटाहरूले। होटलमा गएर मजाले पल्टिन्छ एकैछिन, चियासा खाइन्छ होला। अब आराम गरेर एकजनाले चिया खानु पर्यो भने थियो अघिदेखि। अब मजाले जाने, चिया खाने, आराम गर्ने। अनि आजको हाम्रो दिन यही सकिन्छ। भोलि बिहानै उठेर 5 बजेतिर उठेर हिँड्नु पर्ला। अब भोलि चाहिँ यहाँबाट लगभग अझै 10-11 घन्टा जति लाग्छ भनेको छ। अब के हुन्छ। आइपुग्यो आइपुगिहाल्यो। कहाँनिर गऱ्यो रुम्बुक? ल रुम्बुकको हेरिहाल्यो, रुम हेरिहाल्यो। रुम देखाउ त भाइ हामीलाई। हो र कालो चिया खानु पर्ने भयो। ल रुम देखाउ, रुम देखाउ। हो के हो, आलु रहेछ त्यहाँ। बेलुका आलु पोलेर खानुपर्छ क्या? हो अरे आलुले त केही नदेखिने रहेछ त। ल यही हो हाम्रो सकी परेको यो अन्त राम्रो त भड्कै भन्दा यो फुल रुम हाम्रो हो कि यो एउटा लाइन मात्र हाम्रो हो? होल हाम्रो होइन, यतापट्टिको होइन है। कता यताको होइन। किन? मान्छे आएन भने यताको नि, मान्छे आयो भने होइन है। हाम्रो यति रहेछ। यहाँनिर अर्को 6 जना अट्ने खालको छ, यहाँनिर अर्को 6 जना अट्ने खालको छ। त्यो ऊ चाहिँ के ब्रेकफास्ट सहित हो कि होइन ब्रेकफास्ट होइन, डिनर मात्रै हो? हो र? अनि भेजले खाना चाहिँ सुकुटीहरू खान्छु भने पनि पाइन्छ अरे। मर के जिए एक पल तो हमें जीने दो ना 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 ना। Give me some sunshine, give me some rain, give me another chance to go up once again. Some rain, give me another chance, wanna grow up once again. Na 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 na. गेंजी भाई क्या करा
ल ल ल मेरो जेबी ल्याउँदा हो लिएर आउँछ भन्दा भाइहरूलाई पनि आउँछ त्यो गीत बजाइदिएपछि पुरै हुन्छ नि है लक्ष्मी खाइन्छ अलिअलि राम्रोसित खानु पर्यो है कस्तो